Hi guys, good morning. Welcome back to my channel again. So today is the next day. I'm going to shift gareko हैन and please ignore my face, my hair, my everything except your video. Hi. So yes guys, अहिले चाहिँ म के गर्न आँटेको भन्दाखेरि चाहिँ यहाँ निर यस्तो देख्न सक्नुहुन्छ मेरो पछाडी चाहिँ यस्तो ज्यालालालाला भइरहेको छ हैन. योहरु सबै मिलाउनु पर्ने हुन्छ. मैले यहाँ निर हेर्न सक्नुहुन्छ पुरा ज्यालाला भइराख्छ. यहाँ हेर्न सक्नुहुन्छ यो त झन् के हो. अब यस्तो छ हैन गाइस. सो सबै कुरा मिलाएर आजको ब्लग के कस्तो हुन्छ हेर्नु होला अन्तिमसम्म भनेर चाहिँ भन्न चाहन्छु हैन. सो यस आई विल स्टार्ट फ्रम के भन्छ भाँडा धुनु हो. त्यसपछि चाहिँ सानाकसिनिक पार्छु. पहिला त भाँडा धोएर सानाकसिनिक पार्यो भने चाहिँ त्यो उयोहरु हटिँदै जान्छ नि त. त्यही भएर सो हत्तु हुने रहेछु गाइस. आज चाहिँ म पुरा हत्तु हुने रहेछु. बुढा पनि जानु भयो हो. ड्युटी जानै पर्यो अब हैन. मलाई काम सकाएर मात्रै भएन. सो अब म चाहिँ काम गर्नुपर्छ. फटाफट गर्नुपर्ने हुन्छ. सो स्टे ट्युन गाइस. हेर्दै जानु होला के हुन्छ कसो हुन्छ ल. अहिले देखाउँदै जान्छु अपडेटहरु दिँदै जान्छु तपाईहरुलाई पनि. हाई गाइस. सो अहिले चाहिँ म यहाँनिर लुगाहरु पचाउँदै बसिराखेको छु हैन. यहाँ चाहिँ लुगाले मलाई पुरिराखेको छ यही यसरी. डलाक्दो थकित भइसकिसके म. यो लुगा यति बेसी छ लाउने बेलामा एउटा पनि हुँदैन हो. लाउने बेलामा चाहिँ यो लुगाहरु एउटा पनि हुँदैन हैन. अहिले चाहिँ यत्रो बेसी निस्किन्छ. कहाँबाट निस्केको अब सबै फेरि छानुम भनेको कि लगाउने नलगाउने सबै लाउने छ हो. लाउने बेलामा चाहिँ एउटा हुँदैन एउटा भेट्दिन कहिले पनि त्यस्तै हुन्छ. अन्त अब यहाँबाट कहिले मिलाइसक्नु हेर्नु त. भोकै खाना पनि नखाइछु हो. भोकले हत्तु हुन सकिसके. भर्खर लुगा रे भाँडाहरु धुइसके. भाँडाहरु धुइसके अन्त पनि डल्लै त धुको पनि छुइनँ. आधा मात्रै धुए. त्यो जुन चाहिँ थन्काउनु पर्ने इम्पोर्टेन्टहरु हैन. दिन पनि त्यस्तै हरेस लाग्दो भइराख्छ. म त हरेस भइसके जिन्दगीमा. गाइस के गर्नुपर्ने हो. ओके बे. हाई गाइस. सो आजको लागि चाहिँ मैले काम सकिसके हैन. अहिले काम सक्दा गर्दा चाहिँ कति बज्यो भन्दा 6 बज्यो. 6 हैन 6:15 भएछ हो. अन्त बिहान उठेको दिनको अहिलेसम्म काम गर्दाखेरि पनि काम चाहिँ मैले डल्लै सकिनँ हो. अन्त केही छैन अब बिस्तारै बिस्तारै गर्छु भनेर चाहिँ आजको लागि चाहिँ मैले काम तमाम गरिदिएको हो. अब चाहिँ म के गर्छु भन्दाखेरि काम त अब घरको काम त हो कहिले पनि सक्दैन हैन. अब खानेकुरोको बन्दोबस्त गर्नुपर्छ. अब चाहिँ मलाई भोक लागेको जस्तो भयो. सो इभिनिङ स्न्याक भनौँ न चिया बनाउँछु. त्यसपछि झालमुरी बनाउँछु. अन्त खान्छु. फर्स्टमा चाहिँ म पूजा गरिहाल्छु ल गाइस. हाई गाइस. अब चाहिँ मैले पूजाहरु गरिसकेँ. अन्त अघि बिहानको यहाँनिर च्यालेर कस्तो थियो हैन अलिक मिलाएर राखेको छु. यहाँ चाहिँ छ हेर्नु ल. यहाँ चाहिँ छ घरको केरा जुन चाहिँ मलाई मामाले ल्याइदिनु भएको. केरा चाहिँ मेरो फेभरेट हो हैन. त्यही पनि यो चाहिँ घरको बिचारा मामाले बोक्नु सके नसके हैन ल्याइदिनु भएको. धेरै धेरै धन्यवाद छ मेरो ठुलो मामालाई पनि हो. अन्त आमाले पठाइदिनु भएको चाहिँ भान्जीलाई भनेर ल्याइदिनु भएछ बिचारा मामाले चाहिँ. हामी लिनु जाउँ भनेको भ्याउँदै भ्याएन नि त. अनि घरको केरा भनेपछि कस्तो मिठो हुन्छ नि गाइस. हेर्नु न पाकेर कस्तो प्याट भएछ नि. केरा चाहिँ फेरि मेरो फेभरेट फ्रुट हो के. यत्रो बेसी रहेछ. त्यहाँ चाहिँ पुरालाई झालमुरीको सामान ल्याउनु ल भनेर भनेको थिएँ नि त. गाइसहरु मेरो चटपटे चाहिँ यहाँ रेडी हुँदैछ. करेन्ट नदेखायो तिमीलाई. गाइस मेरो झालमुरी चाहिँ यहाँ रेडी भयो. अब मेरो भान्जाहरूलाई दिन आँटेको. भान्जाहरूलाई चाहिँ यसमा दिन्छु. पेट मार्नु पर्दैन नि हो. दामी टेक्ने गयो भाइ. माइले खालि यसमा दिन्छ है. भान्जाहरू पुरा जागरेको छ कि गाइस. गाइस हाउ आर यु. जसले पनि हेरिँदै हुनुहुन्छ कमेन्ट गर्नु. तपाईको नाम कमेन्ट गर्नु होला. हाई कमेन्ट गर्नु हो. चाहिँ यिनीहरूलाई हो. यो अन्त लिएर लानु कसो सक्छौ.
मसलाको बट्टा पनि छ कसरी यहाँ यो यसरी पक्का होइन यहाँ पक्रा किनभने त बाजे र बोजूलाई पनि लग्छ गई डेन्जर एन्ड यस गाइस ए सफल यहाँ आउ त भएन रहेछ नि भर्खरको भिडियो गाइस यति चाहिँ अब वाट द यस्तो त छ सफलको ढङ्ग कहिले पनि पुग्दैन सफल चाहिँ वेटर भएर यति जान आँटेको थियो होइन है यहाँ ल्याउ यस्तो छ कहिले ढङ्ग पुऱ्याउँदैन मुखमा च्यापेर लानु लु तिम्रो मुखमा च्यापेर लैजाऊ यहाँ ऊ बिस्तारै नि यो चाहिँ कसले च्याप्छ लु बाई बाई जाउँ म जाँदिनँ पुऱ्याउनु हेर्नु त गाइस लु काम सकाएको मलाई गाइजहरूलाई सोध्नु यहाँ गाइस मैले काम गरेँ अन्त पत्ताउँदैन हौ बुढीले कति काम गर्छ मेरो फिला दुख्यो फिला कस्तो दुख्दैछ अझै मुख कस्तो कुच्चाको अझै छि बुढेसकालले भेटेको मान्छे मोइनी मेरो बुढा यति हो यहाँदेखि जाँदैन उता यति म बस्छु नि त उयो छोकिहालौँ न भनेको कि भोलि ठोक्दै के त्यस्तो छ छौ मेरो बुढा त यहाँ हान्नु न गाइस पर्दा ठोक्दिन म खाइदिएको अब जेसको गर्नु थाकेर बनाएर अब गएर त्यो मासु बनाउँछु त गएर मासु के खाइपर्यो मासु गोरुको भुँडी ल्याएर भुँडी